र म प्रथमचोटि तपाईहरुलाई यो चिठीको बारेमा छोटकरीमा भन्नेछु। तपाईहरुले डाउनलोड गर्नुहोस् अरूको भिडियो, भोइस ओभर गर्नुहोस्, क्रिएटिभिटी त्यहाँ गर्नुहोस् है। तपाईले कुन चाहिँ एडिटर चलाउनुहुन्छ, कुन चाहिँ एप्स चलाउनुहुन्छ, त्यहाँ तपाईले लगाएर तपाईले उल्टा सुल्टा है बनाएर फेरि अपलोड गर्नुहोस्। तपाईहरुकोमा कुनै इस्यु आउने छैन। एउटा फेसबुकमा हाल्नुहोस्, एउटा युट्युबमा हाल्नुहोस् है। दुईटैबाट तपाईहरुले पैसा कमाउनु सक्नुहुनेछ। यो चाहिँ मेरो ग्यारेन्टीको साथमा तपाईहरुलाई भन्दैछु। नमस्कार, म सन्तोष औदेन। तपाईहरुको अगाडि म आज फेरि एउटा भिडियो लिएर आइरहेको छु र मसँग सुरुदेखि अन्तसम्म जोडेर बस्नुहोस्, किनभने यो भिडियो तपाईहरुको निम्ति फाइदाजनक रहनेछ। र म प्रथमचोटि तपाईहरुलाई यो चिठीको बारेमा छोटकरीमा भन्नेछु। र यो चिठी हिजो अस्ति मेरोमा आएको छ। पोस्ट अफिसको स्टाफहरुलाई पनि धेरै धेरै मेरोबाट धन्यवाद। मेरो यो चिठी सिङ्गापुरबाट आएको हो र सिङ्गापुरबाट आएको चिठीलाई सरासर मलाई लिएर दिनुभएकोमा धन्यवाद। यो हार्ड कपी पठाएको हो। यो चिठीभित्र 3 कपी हुन्छ, यसरी 3 कपी हुन्छ है। यो कपीमा सबै लेखेको हुन्छ। म सबै पढेर सुनाउन म चाहदिनँ। तपाईहरु पनि जो युट्युबर हुनुहुन्छ, तपाईहरुकोमा पनि यो चिठी आएको हुन सक्छ। जसकोमा आएको छ मलाई कमेन्ट्स बक्समा बताइदिनुहोस्, किनभने ज्ञान बुद्धि भनेको बाँडीचुँडी गर्नुपर्छ है। मैले जतिसम्म मैले यो चिठी किन आयो र के हो कसो हो भनेर चाहिँ मैले युट्युबमा सर्च गरेर हेर्दा चाहिँ यो चिठी चाहिँ हामीलाई पठाएको रहेछ। र यो चिठीको काम चाहिँ के हो भने हामीले जति पनि युट्युबमा अर्निङ गर्दैछौँ नि, ट्याक्स कति तिर्यौ यो कुरा बारेमा कुनै दिन हाम्रोतिर है भिजिलेन्स लाग्छ। कुनै के अब यस्तो हुन्छ नि, रेकर्ड बस्छ, रेकर्ड हेरेर हाम्रो गाउँ घरमा बस्ती बस्तीमा आउन सक्छ है। अब यो टेक्नोलोजी एडभान्स हुँदै जाँदैछ, युट्युबर धेरै हुँदै जाँदैछ हैन, ब्लगर हुँदै जाँदैछ। ब्लगर मिन्स अब ब्लगर त भनिन्छ, तर पैसा पकाउने त, पैसा अर्निङ गर्ने त जग्गा त यही हो नि त। युट्युब नै हो नि त पैसा दिने त। मैले त सम्झेँ यहाँ केही फर्म भरेर पठाउनु पर्ने हो कि भनेर सम्झेँ, तर होइन रहेछ। यो चाहिँ हामीले एकदमै हेफाजतमा राख्नुपर्ने रहेछ। कुनै दिन अडिट केही यो दिँदा एकदमै यसको प्रोटेक्ट हुँदो रहेछ हाम्रो निम्ति चाहिँ। र यो कुरा मैले बुझेको छु। र अर्को कुरा, यो जसकोमा आएन है, मैले अघि भनेको छु, जसकोमा नआउनु सक्छ, तपाईहरु गुगल एक्सेन्स खोल्नुहोस् र त्यहाँ जानुहोस् र त्यो खोलेर तपाईहरुले एकदमै त्यो अन गरेर तपाईहरुको जुन युट्युबको अर्निङ गर्ने ठाउँ, जुन पैसा आउने ठाउँ, बैंक भनौँ न, त्यो बैंकलाई खोलेर तपाईहरुले त्यहाँ जानुहोस्। यो फर्म सबै त्यहाँ पाउनुहुन्छ। अनि तपाईहरुले त्यसलाई डाउनलोड गरेर, कपी गरेर, जेरक्स गरेर तपाईहरुले प्रिन्ट गरेर राख्नु सक्नुहुन्छ है। तपाईहरुलाई त्यो पनि जानकारी छ। मेरोमा त अब हार्ड कपी नै आइहाल्यो, मैले त के गर्नु पर्दैन है। आउने दिनमा मेरो अरू युट्युब एकाउन्टहरू पनि छ है, मोनिटाइज भएको, र त्यहाँबाट पनि आउनु सक्छ। आएन भने म पारा त्यही गर्छु है, गुगल एक्सेसमा जान्छु र त्यहाँ गएर यो कपी त्यहाँ हुन्छ र म डाउनलोड गरिराख्छु। र कुरा यति नै हो। र अर्को खुसीको कुरा के छ भने आज म धेरै खुसी छु, किनभने मेरो एउटा जति पनि सब्सक्राइबर छ है, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरूले जति पनि नेट प्याक हाल्नुहुन्छ अनि हाम्रो भिडियो हेर्नुहुन्छ, र तपाईहरुलाई धन्यवाद नदिई कसलाई दिनु र होइन। तपाईहरुलाई धन्यवाद छ, धेरै धेरै धन्यवाद है। मेरो चाहिँ 3टा युट्युब मोनिटाइज भइसकेको छ र अरू पनि प्रोसेसमा छ है। म अरूको पनि मोनिटाइज गराउने चेष्टा त गर्दैछु है। अब टाइम लाग्छ धेरै, अब त्यसको कुरा हुन्छ। मलाई चाहिँ फेसबुक भन्दा युट्युब सजिलो लाग्छ, किनभने म धेरै युट्युबसँग जोडिसकेको छु, झ्यामिसकेको छु है। युट्युबको धेरै कुरा मलाई थाहा छ, के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने कुराहरू सबै मलाई थाहा छ। कुन कुरो युट्युबले रुचाउँछ, कुन कुरा पचाउँदैन,
त्यो कुराहरू थाहा छ है। अब एटलिस्ट एउटा मानिलिउँ युट्युबले सबभन्दा ठुलो कुरा चाहिँ कोपा भन्छ है, नानीहरूको भिडियो चाहिँ लाउनु हुँदैन। लाउनु हुन्छ तर त्यहाँ एउटा अप्सन दिएको हुन्छ किड्स अनि नन किड्स है, ठुलोले हेर्ने हो कि सानोले हेर्ने हो। सानो नानीको भिडियो हामी अपलोड गरेको हुन्छौँ तर तल चाहिँ हामीले नन किड्स हामीले लेखेको छौँ भने चाहिँ त्यो चाहिँ युट्युबको खिलाफ हो। मैले त धेरैवटा युट्युबहरू यसरी डिमोनेटाइज भएर फेरि रिकभरी गराएर त्यसरी गरेको छु। मेरो जुन कन्टेन्ट मोनेटाइजेसन टुल आएको भिडियोमा चाहिँ कम्ती अर्निङ आउँदैछ। बल्ल बल्ल मैले $45 पुर्याएको थिएँ, घटेर 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 अहिले $8 आएको छ। अब के गर्नुपर्ने, किनभने त्यो एउटा पे आउटमा स्टक भयो भन्दा पनि छैन, त्यो पे आउटमा पनि छैन है। कहाँ गयो इन्फर्मेसन पनि छैन, नोटिस पनि छैन, अब कहाँ गयो। अब त्यस्तो छ। तर युट्युबको चाहिँ एउटा उयो छ होइन, सिस्टम छ। युट्युबले भिडियो सो गर्छ, पैसा कलेक्सन गर्छ, तर दिनु चाहिँ गुगल एक्सेसले दिन्छ, गुगलले दिन्छ हामीलाई पैसा चाहिँ। उसले 60% हामीलाई दिन्छ, 40% युट्युबले राख्छ। युट्युबमा काम गर्न चाहिँ मजा आउँछ। 3-3वटा युट्युब च्यानल मोनिटाइज गराएर राख्नु पनि साह्रै पर्छ नि त, त्यसलाई खुवाउनु पर्छ। त्यो बेलायतिन अस्ट्रेलियन गाई पालेको जस्तै हो नि त, घाँस दिनुपर्छ, खोले दिनुपर्छ, राम्रो राम्रो खानपिनहरू दिनुपर्छ, त्यो दानाहरू किनेर दिनुपर्छ है। राम्रो खर्च पनि त गर्नु पर्यो नि त होइन, खर्च नगरी हुँदैन। आफ्नो दिमाग लाउनु पर्यो होइन, दिमाग मात्रै लगाए बसेर भएन, भिडियो पनि लाउनु पर्यो। त्यो भिडियो कुन किसिमले लाउनु पर्ने, मान्छेलाई कसरी देखाउनु पर्ने, कहाँ छर्नु पर्ने, त्यो कुरा पनि दिमाग लाउनु पर्यो। भिडियो मात्रै लगाएर हेरे हेरस् नहेरे नहेरस् भन्ने हेतुले पनि हुँदैन। र हामीले गलत तरिकाले हामीले अपलोड गरेको छौँ भने युट्युबले एकपट्टि खाँदिदिन्छ। हाम्रो सानो गल्तीले गर्दा एउटै भ्युज पनि नआउनु सक्छ। त्यो चाहिँ युट्युबमा, फेसबुकमा त आइहाल्छ। त्यो चाहिँ मेरो एक्सपिरियन्स हो है। हामीले त्यहाँ अलिकति एआईको सपोर्ट हामीले लिनुपर्छ कि दामी चल्छ। तर के गर्नु, अभाग्यवश अर्निङ कम्ती हुन्छ। सानो कुरोमा भाइलेसन लागिहाल्छ, सानो कुरोमा फेसबुक पेजहरू डिमोनिटाइज भइहाल्छ। पछि धेरै हाम्रो मानसिकतामा है, हाम्रो मानसिकतामा कमजोर भएर जान्छ। के गर्नु छ, अब जति गर्दा पनि त्यति नै रहेछ, हरेस लाग्यो भन्नेतिर हाम्रो त्यो मन जान्छ है। अनि तपाईँहरूलाई पनि म यही भन्दछु, भिडियो बनाउनुहोस्, दामी भिडियो खट्नुहोस्, डेली होइन 2-3 दिनमा एउटा भिडियो बनाउनुहोस्, दामी बनाउनुहोस्। त्यो भिडियो चाहिँ एउटा फेसबुकमा हाल्नुहोस्, एउटा युट्युबमा हाल्नुहोस्, एउटा फेसबुकमा हाल्नुहोस्, एउटा युट्युबमा हाल्नुहोस् है। दुइटैबाट तपाईँहरूले पैसा कमाउनु सक्नुहुनेछ। यो चाहिँ मेरो ग्यारेन्टीको साथमा तपाईँहरूलाई भन्दैछु, किनभने म त्यसै गर्छु है। एउटै भिडियो उता पनि यता पनि म हाल्नु सक्छु र अर्निङ पनि गरिरहेको छु। मेरो जुन एउटा युट्युब मोनिटाइज भएको कुरा पनि तपाईँहरूलाई जानकारीमा राखेँ है। आजको दिन मेरो ब्लेसेड दिन भनेर है। युट्युबमा एकदमै राम्रो छ। तपाईँहरूले मैले अघि भनिहालेँ, एउटा 2-3 दिन लागोस्, मजाको कन्टेन्ट बनाउनुहोस् होइन। अरूको कपी गरेर होइन, कपी गर्दा हुन्छ। म एकदमै कपी नगर्नु भनेको होइन तपाईँहरूलाई, कपी गर्नुपर्छ, तर जस्तोको त्यस्तै डाउनलोड गर्यो अनि त्यस्तै अपलोड गरिदिनु चाहिँ हुँदैन। त्यसमा चाहिँ के हुन्छ, रियुज कन्टेन्ट भनिन्छ, रियुजमा आउँछ र फजिल बनाइदिन्छ। युट्युबले पनि रिजेक्ट गरिदिन्छ है, पछि मोनिटाइज हुँदैन। र तपाईँहरूले डाउनलोड गर्नुहोस् अरूको भिडियो अनि आफ्नो भोइस ओभर लाउनुहोस् है, आफ्नो क्रिएटिभिटी त्यहाँ गर्नुहोस् है। तपाईँले कुन चाहिँ
एडिटर चलाउनुहुन्छ, कुन चाहिँ एप्स चलाउनुहुन्छ, त्यहाँ तपाईँले लगाएर तपाईँले उल्टा सुल्टा है बनाएर त्यहाँ अगाडि पछाडि बनाएर तिमीलाई त्यो अगाडि पछाडि बनाएर तपाईँहरूले त्यसलाई फेरि अपलोड गर्नुहोस्। तपाईँहरूकोमा कुनै इस्यु आउने छैन। भोइस ओभर गर्नुहोस्, मैले अघि भनिहालेँ है। तपाईँहरूले यसरी गर्नुहोस्। तपाईँहरू युट्युब या फेसबुक होस्, बल गर्नुहोस्। फेसबुक पनि नचलाउनु भन्ने होइन है, हामी चलाउनु पर्छ। फेसबुकद्वारा धेरै अब युट्युबको पनि हामीले लिङ्क हामी त्यो आफ्नो फेसबुकमा डाल्नु सक्छ, त्यहाँबाट पनि धेरै मान्छेले हेर्नु सक्छ, सेयर गर्नु पर्छ। त्यसै त अब अरूले देख्नु सक्दैन, आफूले धेरै मेहनत त गर्नु पर्यो, त्यसै त अब हुँदैन। अन्तमा फेरि पनि योभन्दा राम्रो भिडियो ल्याउने प्रयास गर्नेछु भन्दै है तपाईँहरूबाट म बिदा लिन चाहन्छु। धन्यवाद।